नमस्कार। आज हामी बच्चामा हुने अटिजम वा अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी बारे कुरा गर्नेछौँ। एटिजम वा एएसडी मस्तिष्कको विकाससँग सम्बन्धित अवस्था हो। यसले बच्चाको बोल्ने क्षमता, सिक्ने तरिका, सामाजिक व्यवहार तथा प्रतिक्रिया दिने शैलीमा फरक पनि ल्याउँछ। बच्चामा आँखा जुदाउन गाह्रो हुनु, नाम बोलाउँदा प्रतिक्रिया नदिनु, भाषा विकास ढिला हुनु, यी संकेतहरू अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी का हुन सक्छन्। यसलाई रोग भन्दा पनि विकासात्मक अवस्था भनिन्छ। 2 वर्षभित्र देखिन सक्ने संकेतहरू: आँखा जुदाउन नमान्ने, बोल्न ढिला हुनु, बोलाउँदा प्रतिक्रिया नदिनु, एउटै काम बारम्बार दोहोर्याउनु, एक्लै खेल्न मन पराउनु, ठूलो आवाज वा स्पर्शप्रति संवेदनशील हुनु। अटिज्मको स्थायी औषधि छैन, तर सही समयमा विभिन्न थेरापी गरेमा बच्चामा ठूलो सुधार सम्भव हुन्छ। जस्तै स्पीच थेरापी, बिहेभियरल थेरापी, अकुपेसनल थेरापी तथा स्पेशल क्लासरुम सपोर्ट। जति चाँडो सुरु गरिन्छ त्यति राम्रो सुधार देखिन्छ। धैर्य र निरन्तरता सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यस्तो जानकारीका लागि फलो गर्नुहोस् र शेयर गरेर अरूलाई पनि जानकारी दिनुहोस्।